ल अब हाम्रो ओभरटेकिङ साइड डिस्टेन्स ओभरटेकिङ भनेको के हो त आफूभन्दा अगाडि आफूभन्दा स्लो मुभिङ भेहिकल छ भने त्यसलाई ओभरटेक गरेर जानु पर्यो नि त होइन हो त्यो डिस्टेन्स चाहिँ कति चाहिन्छ भनेर छ है हाम्रो ओभरटेकिङमा चाहिँ द सेफ डिस्टेन्स रिक्वायर्ड टु ओभरटेक द स्लो मुभिङ भेहिकल बाई द फास्ट मुभिङ भेहिकल भनेको ओभरटेकिङ साइड डिस्टेन्स भयो ल अब ओभरटेकिङको लागि हेरौँ ल सुरुमा पोजिसन 1-1 भन्यौँ ल सुरुमा के छ अरे हाम्रो अगाडि एउटा हामी यहाँनिर बाइक लिएर हिँडिरहेको छौँ अरे हामी A1 पोजिसनमा छौँ अरे ल अनि हाम्रो अगाडि के छ P1 पोजिसनमा एउटा ट्रक हिँडिरहेछ अरे ट्रक लोडेड ट्रक हिँडिरहेछ त्यो त अभियसली ढिलो हिँड्छ हामी भन्दा त होइन अनिदेखि हामी के गर्छौँ त अब यसलाई ओभरटेक गर्नु पर्यो भनेर भन्छौँ है ओभरटेक गर्दाखेरि त्यसको पछि पछि कुदिरहेको हुन्छौँ नि त होइन अर्को पोजिसनमा हामी A2 पोजिसनमा पुग्दाखेरि त्यो पनि त अलि पर पुग्छ नि त होइन B2 पोजिसनमा पुग्यो है अब त्यस पछाडि के हुन्छ त उसले स्लो गरिदिन्छ हामीभन्दा अगाडिको भेहिकलले अझै स्लो गरिदिन्छ है अनि के हुन्छ हामी सरक्क यसरी अब लेन मिचेर यतापट्टिबाट या यसकै साइडबाट यसरी हामी के गर्छौँ त अर्कोतिर जान्छौँ है अर्कोतिर त्यसको अगाडि जान्छौँ अर्कोतिर मतलब त्यसको अगाडितिर जान्छौँ हामी कुन पोजिसनमा पुग्यौँ A3 पोजिसनमा पुग्यौँ अब के हुन्छ त हाम्रो यो डिस्टेन्स भनेको यति मात्र अहिले एकैछिनलाई D1 र D2 मात्र हेऱ्यौँ र यति भनेको हाम्रो ओभरटेकिङ छ अरे अहिले है सपोज त्यो दुईटा लेनको थियो अरे अर्कोतिरबाट पनि गाडी आउँदैछ भने त्योसँग त ठोकिनु हुँदैन हो केही न भन्नु त त्योसँग पनि ठोकिनु भएन अनि हाम्रो A1 देखि A2 पोजिसनमा हामी गइरहेको छौँ भने उताबाट आएको भेहिकल पनि C1 पोजिसनदेखि C2 मा जान्छ नि त हाम्रो है हामीले ओभरटेकिङ गर्ने बेलामा त्यसको पनि पोजिसन चेन्ज हुन्छ नि त अर्कोतिरबाट पनि आइरहेको छ भने दुईटा लेनको छ र 2 वे ट्राफिक छ इधर त 1 वे हो हामी बाइक लिएर पनि त्यही वेबाट हिँडिरहेछौँ हाम्रो अगाडिको त्यो पनि के छ ट्रक पनि त्यही बाटोबाट हिँडिरहेको छ होइन त्यही डाइरेक्सनमा हिँडिरहेछ भनेपछि 1 वे यतापट्टि 1 वे हो यतापट्टि के हुन्छ त अर्कोतिर पनि छ भने 2 वे छ 2 वे ट्राफिकमा छ भने के रहेछ त हाम्रो D1 + D2 + D3 हाम्रो सुरुको पोजिसनको चेन्ज अनि त्यस पछाडि के छ हामीले ओभरटेक गरेको ठ्याक्कै ओभरटेक गरेको र अर्को के छ त यता अर्को बटतिरबाट आउने गाडी पनि हाम्रो कति ओर आइसकेको हुन्छ भनेर D3 छ है यो तीनटा जोड्यौँ भने D1 D2 र D3 जोड्यौँ भने हाम्रो के आउने रहेछ त ओभरटेकिङ साइड डिस्टेन्स OSD ल अब D1 D2 र D3 जोड्नु पर्ने रहेछ D1 D2 D3 थाहा भयो भने हामीलाई त्यो तीनटा जोडेर निकालिदिइहाल्छौँ होइन बेसमा के कुराहरू छ है के कुराहरू छ है अब के छ भन्दाखेरि हाम्रो भेहिकल A इज द ओभरटेकिङ भेहिकल ओभरटेकिङ हामीले बाइक कुदाउँदैछौँ भनेको छौँ नि होइन हामी भनेको ओभरटेकिङ गर्ने यो भनेको चाहिँ कुन छ हाम्रो अगाडि ट्रक छ होइन स्लो मुभिङ भेहिकल भनेको चाहिँ के हुन्छ त त्यो भनेको ओभरटेकन हुन्छ है ओभरटेकन यसलाई ओभरटेक गर्ने हो हामी ओभरटेकिङ यो ओभरटेकन भेहिकल यो दुईटाको टर्म याद गरिराख्ने है किनकि उतापट्टि कन्फ्युज हुन सकिन्छ न्युमेरिकलमा है बी ओभरटेकन भेहिकल ओभरटेकिङ हामी हो अनि ओभरटेकन भनेको बी भयो है यसरी अब के छ भन्दाखेरि सी भनेको त भेहिकल कमिङ फ्रम अपोजिट डाइरेक्सन र C1 C2 भनेको त्यसको पोजिसनहरू भयो स्पिड अफ ओभरटेकिङ भेहिकल के यानि कि हाम्रो बी है अब स्पिड अफ ओभरटेकन भेहिकल भनेको हाम्रो अगाडिको के छ त्यो मालबाग ट्रकहरू है त्यो भनेको के हुन्छ VB लेख्ने अब हेरौँ ल कोही बेला हाम्रो स्पिड दिएको हुन्छ जस्तै 70 km/h भनेको ओभरटेकिङ भेहिकलको दिएको हुन्छ प्रायः जस्तो दिएको हुन्छ है ओभरटेकिङको दिएकै हुन्छ तर ओभरटेकनको नदिन पनि सक्छ भनेपछि हाम्रो अगाडि हिँड्ने यो हामी भयौँ भी भनेको हामी भयौँ भनेको हाम्रो पछाडि हिँड्ने भनेको VB भनेको के हुन्छ त हाम्रो हामीभन्दा कम्ती भेलोसिटीले न कुदेको हुनुपर्छ अनि न हामीले ओभरटेक गर्न सक्छौँ VB को भ्यालु नदिँदा के गर्ने त हाम्रो भेलोसिटी जति दिएको हुन्छ नि त्यसमा के गर्ने त 16 देखि 30 घटाइदिने है -16 गरिदिँदा हुन्छ -16 -20 देखि -30 सम्म गर्न मिल्छ है हाम्रो भेलोसिटीमा घटाइदिने किनकि त्यसको भेलोसिटी कम्ती हुन्छ भनेर मानेर ल अब त्यसको लागि D1 D2 र D3 हेर्दै थियौँ नि त हामी होइन D1 भनेको सबै फर्मुला चाहिँ हाम्रो 0.278 VBT यो के हो त VB भनेको ओभरटेकन सुरुको ओभरटेकन इन्टु रिएक्सन टाइम त्यस पछाडि के हुन्छ 0.278 VB इन्टु क्यापिटल T प्लस 2S है क्यापिटल T भनेको चाहिँ ओभरटेकिङ टाइम एक्चुअल ओभरटेकिङ त अब D2 को हो नि त यहाँ त एक्चुअल ओभरटेकिङ त D2 मा गरेको हो नि त D2 डिस्टेन्समा एक्चुअल ओभरटेकिङ हो नि त त्यही भएर क्यापिटल T आउँछ है ओभरटेकिङ टाइम भनेको √14.4 S/A भनेको एसिलेरेसन अफ द भेहिकल दिएकै हुन्छ है एसिलेरेसन दिएको हुन्छ
एक्सेलरेसन दिएको हुन्छ, एस चाहिँ हामीले निकाल्नुपर्ने हुन्छ। एस भनेको स्पेसिङ हो, दुईटा भेहिकलको बिचको स्पेसिङको हाम्रो फर्मुला यो हो होइन। तर हामीले यति सम्झिन सजिलोको लागि 0.2 VB + 6 यति हुन्छ। हामी VB पनि थाहा भइहाल्छ होइन, त्यो गरिदिन्छौँ है। अब त्यस पछाडि के गर्ने त, यसको पनि टी को भ्यालु आयो, एस आइसकेपछि टी को भ्यालु आयो, यहाँ हाल्छौँ, मिल्छ होइन, मिल्छ। त्यस पछाडि अर्को के छ त हाम्रो VB। अब D2 पनि आउने पर्यो, D1 पनि आयो, D2 पनि आयो, अब D3 पनि आउने पर्यो। D3 कसरी आउँछ त 0.278 VB अनि क्यापिटल टी। अब VB होइन, V क्यापिटल टी। अब VB किन आएन त, VB किन आएन भन्दाखेरि अब त VB को काम छैन नि त, यतिसम्म VB को काम थियो, यतिसम्म। D1 र D2 VB मा डिपेन्ड हुन्छ है। त्यस पछाडि के हुन्छ, यो उहाँ पुग्ने हो नि त, यो चाहिँ यहाँसँग ठोकिनु भएन नि त। त्यही भएर अब के हुन्छ त, यसको हाम्रो जुन स्पिड छ V, हाम्रो बाइकको स्पिड जुन छ हो त्यो V काम दियो। अनि टी भनेको चाहिँ के हो त, हाम्रो क्यापिटल टी नै काम दिन्छ है। अब चाहिँ क्यापिटल टी को यो त्यसो है VBT। यो र यो फर्मुला एउटै छ, D1 र D2 को फर्मुला एउटै जस्तो छ यो, तर एउटामा के छ VB छ, एउटामा V मात्र छ, एउटा स्मल टी छ, एउटा क्यापिटल टी छ। बिचको चाहिँ के हुन्छ त, बिचको VB र क्यापिटल टी आउँछ है, प्लस 2S यो पनि आयो, D3 पनि आयो भनेपछि D1 D2 र D3। अब है यताबाट आउने, यताबाट अर्को साइडबाट आउने छैन भने चाहिँ के गर्ने त, D1 + D2 मात्रै गर्ने। अर्को लेनबाट पनि आउँदै गर्ने, अपोजिट डाइरेक्सनबाट पनि आउँदैछ भने D1 + D2 + D3।